कस्तो फोटो निस्कियो अरे पैसा म तिर्छु सबैको खाना चाहिँ एकदम थपेर जहाँ खर्च हुन्छ। अहिले चाहिँ हामी थाहा नगरपालिका 9 चितलाङमा छौँ होइन। यहाँ चाहिँ एकदमै सुन्दर नजारा देख्न मिल्छ। हो चितलाङको नास्पति बगैँचा। अनि ब्लग हुन्छ त अनि चिसो त बहुत चिसो छ यार पानी है। अघि एकछिन नै छुन नसक्ने फर्स्ट टाइम यस्तो बोटिङमा चितलाङ हुँदै कुलेखानीसम्मको यात्राको लागि हामी बिहान 7:15 बजे त्रिपुरेश्वरबाट मुभ हुँदैछौँ। अहिले चन्द्रगिरी भन्ज्याङ। यो बाटो चाहिँ अहिले निर्माणाधीनको क्रममा भएर त्यो अलि धुलो रहेछ। यसले चाहिँ अलिकति हामीलाई गाह्रो बनायो। देउराली भन्ज्याङ यो पछाडि देखिएको दृश्य चितलाङको बजार हो। देउरालीबाट तल झर्दै गर्दा बाटोमा लाली गुराँसहरू फुलेको पनि पाइयो। यो चाहिँ चितलाङको फाँट। यहाँबाट चाहिँ एकदम सुन्दर दृश्य देखियो रहेछ। अहिले हामी यो थाहा नगरपालिका 9 चितलाङमा छौँ है। यहाँ चाहिँ एकदमै सुन्दर सुन्दर दृश्य रहेछ। प्राकृतिक सुन्दरता छ यहाँ चाहिँ रमणीय ठाउँ रहेछ। कहाँ जान लाग्यो हामी? नास्पति बगैँचा। लोकेसन कहाँ हो त्यस्तो? चितलाङ नास्पति बगैँचा। यो हो चितलाङको नास्पति बगैँचा। नास्पति फलेको छैन, फुलेको पनि छैन। फुल्दै गरे यस्तो कलेजदेखि पढ्न मन लागिहाल्छ। आज हामी चाहिँ मकनपुर जिल्लाको थाहा नगरपालिका स्थित चाहिँ वडा नम्बर 9 चितलाङ भन्ने ठाउँमा आएका छौँ। यो चाहिँ ठाउँ चाहिँ अलिकति खेतीयोग्य जमिन रहेछ होइन। अलिकति उर्वर भूमि यहाँको प्रशस्त रहेछ। मौसमले चाहिँ चिसो न छ, तर आजको दिन चाहिँ घाम लागिरहेको छ। अनि पछिमा देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी होइन। त्यसै अलिकति यहाँ चाहिँ एउटा राम्रो कलेजको स्थापना भएको रहेछ। यो समग्रमा हेर्दाखेरि यहाँको भूगोल हेर्दाखेरि यस धेरै नै राम्रो छ। नास्पति बगैँचामा अनि यो कलेजको ग्राउन्डमा अलिकति फोटोहरू खिच्यौँ। त्यसपछि हामी फेरि तलतिर झऱ्यौँ। अहिले चाहिँ हाम्रो लन्चको टाइम। प्राकृतिक सुन्दरता भएको ठाउँमा यसरी बाहिर बसेर खाँदा छुट्टै मजा आउँदो रहेछ। खाना चाहिँ एकदम थपिथपे पैसा म तिर्छु सबैको खाना चाहिँ एकदम थपेर जहाँ खर्च हुन्छ। बोटिङ गरेको नि मै तिर्छु, खाजा खाएको नि मै तिर्छु। मेरो तर्फबाट यतिको साथी चाहिँ चाहिन्छ है। चाहियो नि त म जस्तो त्यही भएर सबैले घुम्न आएको भने खाना जानु क्या खाऊ होइन। बिदा एक दिन त पाइहाल्यो नि दिदी। कसो चलाउँछ अरे? चिम्लेरै हो कि ट्यालेन्टको कमी नै छैन। आँखा बोकेर नि बाइक चलाउनु। अब खाना खाइसकेपछि हामी फेरि अगाडि पेडा फार्मतिर बढ्यौँ। मेरो ड्राइभर छन् प्रकाश। यहाँ चाहिँ गाउँमा चाहिँ बाटो यस्तो बिग्रिएको छ। बाहिर चाहिँ राम्रो छ। जहाँ बजार छ त्यहाँ चाहिँ यस्तो यहाँ चाहिँ आलु खेतीहरू धेरै हुँदो रहेछ। आलु लगाइरहेको देख्न सकिन्छ। बाटो त्यस्तो रहेछ। नाच्नु पर्यो नि त प्रकाश।
अहिले डान्सको तयारी भइरहेछ। पृथ्वीको ल तपाईँहरूले यो नाम अनुसारको काम अनि काम अनुसारको नाम नभएको त धेरै देख्नु भयो होला होइन। जस्तो त्यस्तै एउटा ठाउँ एउटा देखेँ कि मैले होइन। नाम चाहिँ भेडाफार्म तर के छ नाङ्गो सुक्खा डाँडा। भेडाफार्मको डाँडामा अलरेडी फोटो भिडियोहरू बनाइसकेपछि हामी फेरि कुलेखानी ड्यामको लागि तल गऱ्यौँ। यो चाहिँ हाम्रो लोकेसन चाहिँ हामी चाहिँ फाइनल डेस्टिनेसनमा ड्याम नजिक पुगिसकेपछि हामीले अलिअलि खाजा खायौँ। त्यसपछि बोटिङको लागि निस्क्यौँ। के तालले यस्तो यो चाहिँ इन्द्र सरोवर ताल। इन्द्र सरोवर अर्को नाम के हामी कति घुम्छ कुलेखानी कुलेखानी ड्याम कति यार कुलेखानी ड्याम के हो यस्तो सन्तपुर यस्तो यस्तो सन्तपुर हावा चल्ने हो कि नि चढे हावा चल्छ नि सल्टी यस्तै ठिक हो नि त टप म चाहिँ फर्स्ट टाइम यस्तो बोटिङमा बसेँ। बडो मजा आइरहेको छ कि एकदम आनन्दसँग। यस्तै ठिक हो नि त टक्क नानीहरू भर्खर चढ्नु लाग्यो अघि त चढ्दैन हो जान्नु त हेर ल गुड बोय रमाइलो भइरहेछ त के छ र होइन यतापट्टि यो तार यो किन लगाएको दाइ हो माछा छ होला नि त यहाँ कुलेखानीको चाहिँ के मुहानबाट आएको इन्जोय द मोमेन्ट के इन्जोय द मोमेन्ट त्यो चस्मा खोलेर इन्जोय गर न ल टक्क हेर ल टक्क त हेर होइन त्यो पानीलाई यसरी चलाऊ हाम्रो पालुङको पानी हो यो पानी वाउ हाउ कोल्ड यार लचक लचक छ त यार मोबाइल के हो फौजा कस्तो ह्यान्डसम देखियो यार मान्छे ह्यान्डसम मान्छे सब त्यो रानी घाटले बिगारीको नि हजुर सुनिल जोडा एउटा रानी घाटेमा गर्ने हो त्यहाँ गर न त कति सब्सक्राइबर्स छन् युट्युबमा हाल्यो होइन टिकटकमा हाल्यो त्यो पनि अनि भ्लग हुन्छ त अनि त्यो पनि अनि भ्लग हुन्छ त अनि ब्लगै हुन्छ। चिसो त बहुत चिसो छ यार पानी है अघि एकछिन नै छुन नसकिने बोटिङ गर्दै अलिअलि फोटो भिडियोहरू पनि क्लिक गऱ्यौँ हामीले। अनि यो सनलाइट छुट्टै रङ्गिन छ। माथि आएर माछाहरू खायौँ। फिर्ता हुने क्रममा बिहानको बाटोबाट नभई हामी तल्लो बाटोबाट फिर्ता भयौँ जस्तो फर्पिङ हुँदै। अनि यो चौडमा आएर चिया नास्ता गऱ्यौँ। फेरि हामीले बेलुका दिनभरिको यात्रालाई सफलतापूर्वक सम्पन्न गरी हामी बेलुका 9:30 रोममा आइपुग्यौँ।